असला सफाफुला नमस्ते सबैजनालाई। यतिखेर चाहिँ हामी डेजर्ट सफारी छौँ। अगाडिको भिडियोहरू यहाँलाई मैले देखाइसकेको छु। आज हामी नेपालदेखि आउनुभएको पाहुना हुनुहुन्छ। हाम्रो आनीको नाम कुमारी तामाङ। कुमारी तामाङ हुनुहुन्छ। रामेछाप जिल्लाबाट दुबईमा यो पहिलोचोटि हो घुम्न आउनुभएको? हजुर। कस्तो लाग्यो हजुरलाई? राम्रो लाग्यो, आज रमाइलो। यो कति दिन हो हजुर घुम्न आउनुभएको? आज कति भयो? 4 दिन 5 दिन भयो होला। मैले फेसबुकमा अपडेटहरु देखिरहेको छु, बढी भयो। हप्ता दिन। जस आज चाहिँ डेजर्ट सफारी भन्छ दुबईमा हैन। यो चाहिँ बालुवा गाडीमा हामी गाडीबाट लामो यात्रा गरेर आयौं। अनि डाँडा पाखा गाडीमा चढ्यौं, उकालो उराले 3 खिला जस्तो पनि भयो, रमाइलो पनि। डर पनि लाग्यो होला। हजुरलाई कस्तो लाग्यो? डर लाग्यो। डर लाग्यो? एकछिन त डर लाग्यो। उठ पनि चढ्नु भयो है? चढ्यो। कस्तो लाग्यो हजुरलाई उठ चढ्दाखेरि? राम्रो लाग्यो। अनि दुबईमा लगभग एक हप्ताको बसाइमा धेरै ठाउँहरू घुम्नु भएको देखेँ मैले हैन। कस्तो लाग्यो? रमाइलो लाग्यो। के फरक पाउनु भयो हाम्रो देश भन्दा चाहिँ यो युएई भन्ने देश, दुबई भन्ने देश चाहिँ? अब के देश त हाम्रै देश राम्रो हो। घुम्नको लागि चाहिँ घुम्नको लागि राम्रो। जस्तै यहाँ चाहिँ यस्तो राम्रो चिल्लो गाडीहरू हैन, सडकहरू अनि ठुल्ठुलो अल्को भवनहरू दुबई मलमा पनि जानुभयो। अनि यति धेरै घुम्दाखेरि नेपालै राम्रो हो? नेपालै राम्रो। राम्रो चाहिँ घुम्नु चाहिँ विदेश राम्रो, बस्नु चाहिँ नेपालै राम्रो। कतिको गर्मी लाग्यो अहिले तपाईलाई? गर्मी त बेलुका त ठिकै छ। दिउँसो त हिँड्नु सक्दैन होला। दिउँसो हिँड्नु सक्दैन। अनि तपाईँ छोरी ज्वाइँ नातिनीसँग आउनु भएको छ? ज्वाइँ त यही हुनुहुन्छ हैन? रमाइलो लागिरहेको। रमाइलो लाग्यो। त आफ्नै घर भनौँ परिवारसँगै भएको जस्तो भएको छ? हजुर। अनि तपाईँ चाहिँ यतिखेर दुबईमा घुम्न आउनु भएको छ। हाम्रो घर परिवारलाई, नेपाल बस्ने दाजुभाइहरूलाई, दिदीबहिनीहरूलाई आफ्नो अनुभव सुनाउनुहोस् न त। कस्तो लाग्यो? घुम्नको लागि ठिक छ कि छैन? राम्रो लाग्यो। अब नेपालमा भएको छोरी ज्वाइँ छोरी आमा त घुमिरहेछ। जस सम्झिनु भएको छ नेपालमा भएको सबैलाई? सम्झिरहेछ नि। सबैजना एकैचोटि घुम्न आउन पाए हुन्थ्यो भन्ने नि लाग्यो तपाईँलाई? लाग्नु त लागेको छ नि, कोहीको टाइम मिल्दैन। अब अर्कोचोटि आउनुहुन्छ फेरि? अर्कोचोटि आउँला, यस्तै समय मिल्यो भने। समय मिल्यो, मिलेन भने यो चाहिँ जस पहिलोचोटि आउनु भएको तर राम्रो रमाइलो लाग्यो है? रमाइलो लागिरहेछ। नयाँ नौलो फरक चाहिँ के लाग्यो तपाईँलाई दुबईमा चाहिँ? नयाँ नौलो त सफा सुखार, सफा सुग्घर हैन, सबै चिज। नेपाली हाम्रो दाजुभाइ दिदीबहिनी भेट्नु भयो, कस्तो लाग्यो? कुन दिन जाँदा चाहिँ राम्रो लाग्यो। सबै नेपालीहरू भेट्दा रहेछ कि।